हेर्नुहोस् यो चाहिँ मैले मेरो बहिनीको लागि कलेक्सन गरिदिएको है साथीहरू। यति सुन्दर सुन्दर युनिक कलरहरू देखेर है, यति सुन्दर सुन्दर है। मेरो बहिनीको चाहिँ दुकान ठिकठाकै चल्दो रहेछ। अनि आज चाहिँ जति पनि यहाँ सामान छ सबै मेरो चोइसले है। हेर्नुहोस् यो चाहिँ तपाईँको मोमो सोमो है, यसमा मोमो पनि दिनु सक्छ है फुलवाला, अनि यसमा चाउमिन पनि दिनु सक्छ। तर यो चाहिँ अलिकति होसियारले चलाउनु पर्छ, फुट्ने खालको सिस्टमको हो। अनि यो छानिदिएको छु है। त्यसपछि यो पनि मलाई राम्रो लाग्यो है, ब्ल्याक कलरमा यति सुन्दर छ। यो पनि फुलको लागि हो, यो हाफको लागि हो। हेर्नुहोस् है कति राम्रो रानी। अनि यो चाहिँ तपाईँको झन् सुन्दर छ, हेर्नुहोस् न यति स्ट्यान्डर्ड है, एकदम राम्रो लाग्यो मलाई चाहिँ। अनि बहिनीले बिचरा मना पनि गर्नु सकेन, दिदीको चोइस हो भनेर उसले चाहिँ पुरा लिँदैछ, उसलाई पनि मनै पर्यो अरे। अनि यो चाहिँ चटनीको लागि। सो गाइसहरू हजुरहरूलाई कस्तो लाग्दैछ अलिकति हेर्नुहोस् है। अनि यो चाहिँ पिरो चटनी है, मोमोमा दिनुको लागि है, चाउमिनतिर दिनुको लागि यसमा चाहिँ चटनी हालेर छपक्कै छोपेर राखिदिनु, कति राम्रो है साथीहरू। अनि यो चाहिँ अन्डा थाहै छ है यो तपाईँहरूलाई। अनि यो चाहिँ म मेरो घरमा लान्छु भनेर, किनकि मेरो चाहिँ होटेल सोटेल छैन होइन, सानो घर एकदम स्ट्यान्डर्ड है। अनि त्यो हिसाबले बस्दा चाहिँ यस्तो चमचहरू राम्रो लाग्छ। मैले मेरो मार्केटिङ पनि गरेको छु, तपाईँहरूलाई देखाउँछु ल। अनि यो सबै बहिनीको लागि छानिदिएको है। यहाँ चाउमिनहरू छाक्नुको लागि कति बढिया, हेर्नुहोस् न यहाँनिर न त टालो चाहियो न के है, यहाँनिर डाइरेक्ट यस्तो गरी यो गरम पनि हुँदैन, कति राम्रो छ है। यो सबै मैले छानिदिएको है। अनि यो चाहिँ दाल झान्नुको लागि है, चट्टैसितले कति राम्रो नि साथीहरू, हेर्नुहोस् है। वाह मलाई चाहिँ एकदमै मन पर्यो है। यो सबै मैले चोइस गरिदिएको बहिनीको लागि। अनि अब चाहिँ बहिनीले, तपाईँहरूलाई थाहै छ आइफोन लिएको छ। अनि बहिनीले चाहिँ यसमा चाहिँ खाएर तपाईँहरूलाई भिडियो देखाउँछ है। अनि मैले यो चोइस गरिदिएको ठुलो खालको थाल है, हेर्नुहोस्। यो चाहिँ रोटी सेक्नेवाला। अनि अब मेरो हेर्नुहोस् ल, मेरो चाहिँ म चाहिँ अब हिन्दू है, बहिनी बुद्धिस्ट। अनि यो चाहिँ मैले पुरा मेरो लागि उता घरमा लानुको लागि है, हेर्नुहोस्। अनि यो पनि सानो सानो बाटी। अब म पनि तपाईँहरूलाई होइन खाएकोहरू भिडियोहरू पनि देखाउँछु, त्यसैले मैले पनि कलेक्सन गरेको छु। घरमा पनि छ, तर यहाँनिर मलाई राम्रो राम्रो लाग्यो, यति स्ट्यान्डर्ड है, राम्रो खालको रहेछ। अनि यति राम्रो राम्रो हेर्नुहोस् है चम्मच है। यो सबै चाहिँ मैले घरमा लानुको लागि कलेक्सन गरिदिएको, बहिनीको पनि चोइस छ यसमा चाहिँ है, मेरो घरको लागि चाहिँ। अनि हेर्नुहोस् वाह कति सुन्दर छ है गाइसहरू, हेर्नुहोस् है। अनि यो ट्रे कस्तो लाग्यो हजुरहरूलाई, यसमा चाहिँ म भिडियो बनाउँदाखेरि तपाईँहरूलाई एकदम मजाले सामानहरू सजाएर आउनेछु है। अनि यो स्पुन स्टिलको। अनि त्यसपछि तपाईँलाई मैले, अनि राइनीको घरमा त मासु त पाक्छ है साथीहरू। अनि हेर्नुहोस् है चोपर लिएको छु, टक सुँगुरको मासु काटेर चाहिँ पिस है। अनि मजाले सुप गरेर खाएको होला देखाउनेछु है साथीहरू। अनि अझै धेरै